हेलो गाइज, के छ हालखबर तपाईँहरूको? हिजो चाहिँ मैले मेरो आफैले आफ्नो कपाल काटेको थिएँ। अरू बेला पनि म आफैले आफ्नो कपाल काट्ने गर्छु। अनि हाम्रो चाहिँ कस्तो छ भने यहाँ कपाल काट्ने ठाउँ अलिकति टाढा छ। अनि त्यही माथि फेरि त्यहाँ गएपछि लगभग आधा घन्टा 1 घन्टा चाहिँ कुर्नुपर्छ क्या। त्यसैले चाहिँ म आफैले आफ्नै काट्ने गर्दछु। टाइम पनि बच्यो, पैसा पनि बच्यो होइन। अनि तर यो चाहिँ यदि तपाईँहरूले यदि अरूको काट्नुभएको छ, काट्ने गर्नुभएको छ, काट्न आउँछ भने मात्र तपाईँले आफूले आफ्नो काट्ने कोसिस गर्नुहोला। होइन भने चाहिँ यस्तो देखिन्छ फेरि। ल अब चाहिँ यो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गरेर अब सुरु गरौँ है त। एउटा चाहिँ कैँची अनि दुईवटा चाहिँ ऐना। दुईवटा चाहिँ किन चाहिन्छ भनेर चाहिँ अहिले थाहा पाउनुहुन्छ तपाईँले है त। अनि एउटा चाहिँ मेसिन, यो एडजस्ट गर्नेवाला यो भयो भने चाहिँ सजिलो हुन्छ। अनि चाहिँ यो मेसिनको लेभल। अब स्टार्टिङमा चाहिँ तपाईँले जुन यो देख्नुभएको छ यसरी जाने हो, यो दुइटै साइडबाट टक्क कहाँबाट जाने भन्दाखेरि चाहिँ जुन यो चुच्चो देख्नु भएको छ नि, हो यो चुच्चोबाट सिधै पछाडि जाने, यहाँबाट सिधै पछाडि जाने। अब स्टार्ट गरौँ है त। सुरुमा चाहिँ मैले यसको त्यो लिभर फुल खिचेर त्यसपछि जिरोभन्दा अलिकति माथिपट्टि छ यो, फुल माथि छ। तिनवटा लेभल हुन्छ यसको चाहिँ। लास्टैवाला जिरो हुन्छ ऊ त्यो होइन, त्यसलाई माथि गऱ्यो भने लिभरलाई माथि गऱ्यो भने लास्ट एकदम मसिनो हुन्छ। त्योभन्दा बिचमा गऱ्यो भने चाहिँ हल्का मसिनो, त्योभन्दा अझै माथि गऱ्यो भने चाहिँ अझै मसिनो ठुलो हुन्छ है त। अब यसलाई यसरी गऱ्यो। फर्स्टमा चाहिँ एक साइडको भ्यायो। अहिले म अलिक क्लियर देखाउँछु यो क्यामेराले खिच्नलाई अलि मिलेको थिएन। यसरी हुन्छ यो चाहिँ। यताको पनि मैले काटिसकेँ होइन। अब चुटपुट के छ कि छैन भनेर फेरि बिस्तारै बिस्तारै यसलाई बिस्तारै बिस्तारै माथितिर गर्ने। चुच्चो त्यो जुन अहिले मैले देखाएको चुच्चो थियो त्यहाँबाट चाहिँ सिधा माथि माथि, त्योभन्दा धेरै माथि जानु पर्दैन। यदि तपाईँहरूलाई यसरी गाह्रो लाग्ने भए यो हुन्छ नि, यो तरिकाले तपाईँले अरू त्यो भाइहरूले पनि काटेको देख्नुभयो होला। पहिला यसरी लेभलिङ गर्छ अनि त्यसपछि बल्ल यस्तो गर्छ नि होइन। अब यो चाहिँ मैले साइड साइडको काटेँ, तर पछाडिको काट्न चाहिँ अझै बाँकी छ। अब चाहिँ पछाडिको कट हुन्छ है त, किनकि साइड साइडको गरेर सकेपछि पछाडिको लगातार गर्नलाई सजिलो हुन्छ क्या। यहाँ चाहिँ मलाई अलिकति गाह्रो भइरहेको थियो कि यता फोनमा मेरो टाउको फोकस भएन कि भन्ने हिसाबले मलाई तपाईँलाई देखाउन पाएन भनेर गाह्रो भइरहेको थियो। तर मैले जस्तो जस्तो गरेर यो रेकर्ड गरेको छु। हालाकि त्यति क्लियर त छैन, त्यही पनि तपाईँहरूले आइडिया पाउनुहुन्छ। यदि तपाईँहरूले अझै योभन्दा पनि इजी हिसाबले तपाईँहरूले कपाल काट्ने टिप्स जुन मैले अहिले भने, अब तपाईँहरूलाई आउँदैन या त अलिक कम आउँछ भने मैले अझै सजिलै यदि तपाईँले चाहनुहुन्छ भने म अर्को भिडियोमा अझै योभन्दा पनि इजी स्टेपमा म तपाईँहरूलाई काटेर देखाइदिन्छु है त। यहाँ चाहिँ तपाईँले ख्याल गर्नुभयो कि नै, अहिले मैले जुन लाइन भन्थेँ त्यसलाई चाहिँ नबिर्सिनु होला। त्योभन्दा माथि या त तल भयो भने अलिकति कपालको सेप जुन नमिलेको जस्तो हुन्छ। त्यही भएर यसलाई चाहिँ नबिर्सिनु होला। यो हिसाबले काट्दै मैले यो काट्दाखेरि चाहिँ त्योभन्दा माथि चाहिँ म गएको छैन। मैले चाहिँ काट्ने बानी भएर मैले त्यो यस्तो यो चिन्ह नलगाइकन काट्दैछु। तपाईँहरूले फर्स्ट टाइम काट्दाखेरि चाहिँ चिन्ह लगाएर यसरी काट्न सक्नुहुन्छ है त। तपाईँ चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ यता पछाडि भित्तामा टाँसेको एउटा ऐनालाई उताबाट हेरेर अनि मैले यसरी आफ्नो लेभलहरू बिस्तारै बिस्तारै मिलाउँदैछु। ठ्याक्क जुन मैले त्यो भनेको लाइन थियो त्योभन्दा माथि चाहिँ म गएको छैन। त्यहाँदेखि पुग्दा चाहिँ सट्ट मैले मेसिनलाई माथि माथि गरेर त्यो स्लोप हानिराखेको छु। नत्र भने चाहिँ फेरि त्यो डार्कवाला डाम बस्छ। फेरि मैले भनिहालेँ स्लोप चाहिँ माथि तल भयो भने फेरि यो लेभल मिलेन भने चाहिँ फेरि यस्तो देखिन्छ। फेरि मेन भनेको चाहिँ यो हाम्रो जुन अहिले मैले देखाइहालेँ जुन यो लेभल
कहाँभन्दा माथि जाने र कहाँभन्दा माथि नजाने भन्ने। यदि तपाईँ योभन्दा पनि अझ इजी वे खोज्नुहुन्छ, अझ इजी भिडियो चाहनुहुन्छ भने म अर्को भिडियोमा चाहिँ तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। अर्को भिडियोमा चाहिँ म एकदम इजी वे तपाईँहरूलाई दिनेछु है त। यो चाहिँ खास गरी विदेशमा हुनेहरूको लागि अनि जो चाहिँ अब जसको कपाल काट्ने ठाउँ अलिकति टाढा छ होइन, उनीहरूको लागि चाहिँ अलिकति युजफुल हुनसक्छ है। यो मैले जुन साइड काटेको छु त्यो साइड चाहिँ मैले फुल देखाएको छु। किन मैले त्यो क्लिपलाई कट गरेको छैन त भन्दाखेरि हजुरलाई कन्फ्युजन नहोस् कि मैले कसरी गरेँ भनेर, त्यो फेरि ब्याक गरेर हेर्न नपरोस् भनेर मैले इजी वेमा गरेको छु, यो क्लिपहरू कट नगरिकन। यसरी बिस्तारै नाथिकन काटे हुन्छ, केहीको हतार छैन, हामीलाई कहीँ जानु छैन है त। टाइम इनफ छ हामीसँग। कपाल भन्ने कुरा एक फेर गएपछि गयो फेरि। यहाँ फेरि यस्तो रमाइलो घटना घटेको थियो। यहाँ चाहिँ क्याम्पमा कपाल काट्न चाहिँ एलाउड थिएन नि त। क्याम्पमा कपाल काट्न एलाउड छैन, अरूको काट्न चाहिँ एलाउड छैन, आफ्नो काट्न छ कि नै मलाई थाहा छैन। अनि मैले लुकेर भित्रबाट काटेको थिएँ। अनि यहाँ बाहिर चाहिँ सफा गर्ने क्लिनर आएको थियो कि, अनि उसले चाहिँ उसले चाहिँ सकिएन ढोका खोल भन्दै थियो। अनि मैले हेरेँ त्यो मेसिनको, कपाल काट्ने मेसिनको आवाज बाहिर जान्छ भनेर, अनि फेरि उसले थाहा पाउँछ भनेर म नकाटी बसिरहेको थिएँ। गयो त्यो बाहिर भएको चाहिँ मेरो साथी हो। अनि उसलाई चाहिँ त्यो क्लिनरले भनेको थियो क्या, कितना टाइम लगाता है तुम्हारा दोस्त हमेसा अंदर भन्थ्यो। अहिले त्यसले जहिले पोछा लाउन लाग्छ, सफार्न लाग्छ, म कपाल काट्ने हुन्छु, मैले सोच्छु सक्यो होला सोच्छु, ऊ आएकै नहुँदो रहेछ, अनि म भित्र थुनेर बसिरहेको हुन्छु। म साथीलाई सोधेको थिएँ यो मेसिन काटेको आवाज बाहिर जान्छ कि नै भने जाँदैन भन्यो। त्यसपछि सर नडराइकन काट्न आयो फेरि। अनि काट्न त मेरो साथीले मेरो काटिदिने, मैले साथीको काटिदिने गर्थेँ पहिला। अनि पछि फेरि मलाई अलिकति गाह्रो भयो। अब कपाल काट्न जानेपछि सबले काट्दै भन्ने, आफ्नो काम साइडमा राखेर अनि काटिदिनु पर्ने क्या। त्यही भएर मैले कसम खाएको कि मैले अरूको कपाल काट्दिनँ भनेर। अब यहाँ काटिदिएर पनि केही पाउनु होइन, उल्टै आफूले खानासम्म पकाउन टाइम हुन्थेन। अनि त्यही भएर मैले आफूले काट्न लगाएँ। अनि त्यही भएर चाहिँ साथीले मेरो काटिदिन्थ्यो काट्न त। फेरि अब मैले उसको नकाट्ने भएपछि अब उसले मेरो काटिदिन मात्र अलि अड लाग्छ नि त। त्यही भएर मैले आफैले आफ्नो काट्न थालेको। अहिले चाहिँ म आफैले आफ्नो काट्छु। साथीहरूले चाहिँ गेस गर्न सक्दैन कि यो मैले बाहिरबाट काटेको कि के हो भनेर। हालाकि थोरै अलिकति सलुनमा भन्दा 5 मिनट जति टाइम लाग्ला, तर राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, मैले बिस्तारै केहीको हतार छैन। कपाल चुत्त छोइयो भने गइहाल्यो, फेरि बिग्रिन्छ फेरि। यो चाहिँ मैले दाँत त्यो लेभल नलगाइकन गरेको छु। यदि लेभल गऱ्यो भने चाहिँ हो यो लेभल अब गर्ने। यसको चाहिँ स्टार्टिङमा लेभल नलगाइकन गरेको छु। अब चाहिँ लेभल लगाएरै गर्नुपर्छ, किनकि यो माथिको चाहिँ स्लोप हान्नुपर्छ। अब यसलाई स्लोप भन्छ, माथि गएर तलकोलाई लेभल मिलाउनेलाई स्लोप भन्छ। अब यस्तो गर्दै एक साइडबाट अनि पछाडि गर्दै अनि त्यसपछि अर्को साइडमा पुग्ने। मेरो त यो ट्रेनिङले गर्दाखेरि मैले माथिको कपाल अलरेडी छोटाएको थिएँ पहिले नै। त्यही भएर यो तलकोलाई मात्र अहिले यो अलि लामो भएपछि नराम्रो देखिन्छ भनेर तलकोलाई मात्र म स्लोप हाने। अब यसरी पछाडि अब साइड गरेर आफूलाई जता पहिला सजिलो लाग्छ त्यता गर्ने अनि मिलाउँदै जाने। अब यो सबैतिर भइसकेपछि चाहिँ अब फेरि यसलाई त्यो लेभलिङलाई अब फेरि अलिकति घटाएर त्यो 3 लेभलको लेभल चाहिँ राखेर, जसलाई हामी दाँत भन्ने गर्छौँ, त्यसलाई राखेर अनि त्यसपछि त्यो जुन लिभर छ त्यसलाई चाहिँ फुल छोडिदिने अब चाहिँ, किनकि हामीसँग 3 लेभलको दाँत छ नि त। अनि त्यसपछि अब चाहिँ फेरि अझ छुटपुट हुनसक्छ, या त स्लोपहरू नमिल्न सक्छ, या फेरि कन्फर्मेसनको लागि चाहिँ सर हानिदिने फेरि अलि ठ्याक्क त्यो जुन मैले भनेको थिएँ लाइन,
त्यहाँबाट माथि नलगिकन सट्ट यसरी गरेर पछाडिसम्म आनन्दले नातिकन काट्ने। अब चाहिँ कपाल काटेर सिद्धिसकेको छ। यो चाहिँ मेरो फाइनल रिजल्ट हो। अब यो अलिअलि बाँकी मात्र हो। अब यो चाहिँ कस्तो भएको छ मेरो कपाल कटाइ तपाईँले हेर्नु होला होइन। यो लगभग नर्मलै छ होइन, त्यति साह्रै मैले बारबारमै काटे जस्तो पनि सायद छैन होला होइन। तर पनि कतै केही पनि छैन, टाटेपाटे यताउति कतै केही पनि छैन, एकदम स्लोप पनि मिलाएको छ। ल अब मेरो यो कपाल कटाइ कस्तो छ कमेन्ट गर्नु होला। बाई, टेक केयर।